यौनमा चाहिँ मैले 1 दिएँ भने 2 पाउने चिज हो, मैले 2 दिएँ भने 4 पाउने चिज हो, जति दियो त्यसको डबल फिर्ता पाइन्छ ब्याज सहित। केटा र केटीकै कम्बिनेसन राम्रो भइदियो भने आई थिङ्क सेक्स बेटर हुन्छ होला। 70% महिलाहरूले चाहिँ राम्रो यौन सम्पर्क भएको बेलामा पेनिसको आकार कत्रो छ भन्ने कुरामा खासै ध्यानै नगएको भनेको पाइन्छ कि प्रश्नको उत्तर दिँदाखेरि। आर्टिफिसियली बनाउँदाखेरि असर पर्छ कि पर्दैन? छिमेकी देश थाइल्यान्डमा विभिन्न किसिमका अपरेसनहरू हुन्छन्, संसारभरिबाट मान्छेहरू यस्तो अपरेसनको लागि आउँछन्। पिनस साइज चाहिँ यति हुनुपर्छ भन्ने चाहिँ के छ डाक्टर साहब? प्राक्रीडाको स्किल चाहिँ कसरी दिन सक्छ आफ्नो पार्टनरलाई, त्यो कुराहरू चाहिँ बढी महत्त्वपूर्ण छन्, लिङ्गको आकारभन्दा धेरै महत्त्वपूर्ण छन्। सबैभन्दा ठुलो पर्न भने त बच्चा जन्मिँदा होइन र नाङ्गै जन्मिन्छ नि त। आकार एउटा एट्र्याक्सनको प्रोसेस होला। यस, अघि पनि तपाईँले भन्नुभयो नि, असाध्यै आकर्षक बडी स्ट्रक्चर भएको कुनै महिला तर यौन सम्बन्धको बेलामा लाटो जस्तै भएर संलग्न हुन्न, ऊ चाहिँ साथ दिन पुरुषलाई सोच्नुहोस् त त्यो यौन कतिको आनन्ददायी होला। केटीहरूलाई अर्ग्याजम चाहिँदैन रहेछ या उनीहरूको फल हुँदैन रहेछ भन्ने त्यो भ्रम छ। केटीहरूको पनि त अर्ग्याजम हुनु पऱ्यो नि होइन? स्खलन भन्ने शब्द बढी उपयोगी होला जस्तो लाग्छ। त महिलाहरूमा तुरुन्तै त्यही बसाइमा ऊ कैयौँ पटक अर्ग्याजममा पुग्न सक्छ। जति धेरै लामो लिङ्गको आकार जस्तै फेरि यहाँ पनि मिथ छ, व्यक्तित्वको मिथ। म त 10 मिनट, म त 20 मिनट, म त 30 मिनट, 45 मिनट भन्छ भन्नेले त। यौन सम्पर्क गरेपछि स्खलन गर्ने बेला चाहिँ बाहिर हस्तमैथुन आफू गएर झार्नुपर्ने रहेछ, उसले भित्र स्खलन नहुने रहेछ। त्यो कारणले बच्चा नभइरहेको कति व्यक्तिलाई आश्चर्य लाग्ला यो कारण हुनसक्छ भने मैले 2-3वटा केसहरू त्यस्तो बिहेभियरल केसहरू पाएको छु। केटाहरूको जुनै एजमा पनि यदि हुन सक्ने सम्भावना खानपिन राम्रो छ भने उसले बच्चा बसाउन सक्छ, तर उसको सम्भावना भने घट्दै जान्छ। सेक्सकै कारणले हो भने यसको सल्युसन के हुनसक्छ लङ डिस्टेन्स रिलेसनसिपको? 90%, 80 to 90% भन्छु म त कुनै न कुनै रूपमा पीडित हुनुहुन्छ। 3सम 4सम गर्नु राम्रो कि नराम्रो? मानवमा चाहिँ सम्भोगको 3टा अर्थ छन्। एउटा चाहिँ बच्चा पाउन, एउटा तत्कालीन मनोरञ्जन, र अर्को असाध्यै इन्टिग्रल पार्ट चाहिँ रिलेसनसिप मेन्टेन गर्ने पनि हो। यो ग्रुप सेक्समा त रिलेसन त रहँदैन। कमन भाषामा ब्रा र पेन्टी पनि भन्छौँ। यो कुराहरू चाहिँ एट्र्याक्टिभ लगाउनुपर्छ, अलिक सेक्सी लगाउनुपर्छ भन्ने पनि कुरा छ। PYL podcast is supported by Fabulous, the first hip-hop showroom in Nepal. Sync Lounge, घरको ट्वाक्क हजार। So ladies and gentlemen, presenting you sexologist Dr. Subodh Kumar Pokharel. Alright, Dr. Subodh, welcome to PYL podcast. Thank you. सन्चै हुनुहुन्छ? हजुर। हुन त डाक्टर साहबसँग मैले काम गर्ने मौका पनि पाएको थियो है, यो टिममा हुँदाखेरि। लगभग हामीले पर्सन लाग्छ कति 3-4 महिना काम गरिन्छ? बढी होला, बढी 1 वर्ष जति काम गऱ्यो होला। झन्नै हजुर है। सो इट वाज नाइस एक्सपिरियन्स तपाईँसँग काम गर्दाखेरि। मेरो पनि। अनि नयाँ कन्टेन्ट, सेक्स सम्बन्धीको कन्टेन्टमा काम गर्दाखेरि एकदम एउटा नलेज पनि हामीले गेन गरिरहेको थियौँ। अनि प्लस आई थिङ्क काम गर्दाखेरि हाम्रो टाइमिङ पनि मिलेको थियो। वी ह्याड ग्रेट टाइम जस्तो लाग्छ मलाई। अहिले सरको जस कामहरू राम्रै भइरहेछ? राम्रै छ। अहिले तपाईँको प्रोग्राम आई थिङ्क ग्लोबल टिभीमा जान्छ होइन? ग्लोबल टिभीमा अहिले गइरहेछ। जस कामहरू स्मुथ छ। आज छोटो मिठो पडकास्ट म किन गर्न चाहन्छु भने सर, कतिवटा कमन क्वेरिजहरू छ क्या सेक्स सम्बन्धी। हजुर। अब तपाईँ सेक्सोलोजिस्ट हुनुहुन्छ, यसमा विज्ञ हुनुहुन्छ, मोर देन 25 इयर्स, झन्डै 30 इयर्सभन्दा बढी। 30 इयर्सभन्दा बढी है सर यो क्षेत्रमा। हजुर। तपाईँलाई त धेरैवटा क्वेसन्सहरू आउँछ, कतिवटा क्वेसन्सहरू पजल्ड पनि हुन्छ होला तपाईँलाई होइन? हरेक विषयमा नौलोपन त कहिले पनि जाँदैन। नयाँ प्रस्तुतिहरू आइरहन्छन्, एउटै कुराको हुनसक्छ। तर अनि हुन त तपाईँ यसमा एकदमै एक्सपिरियन्स्ड हुनुहुन्छ, तपाईँले जुन स्टडी गर्नुभएको छ। तर कोही बेला क्वेसन्सहरू यस्तो आइदिन्छ कि
त्यसले तपाईँलाई कन्फ्युज त बनाउँछ, पजल त बनाउँछ। त्यसलाई कसरी एड्रेस गर्ने भन्ने, त्यसलाई त्यो क्वेसनको मूल मर्म कहाँ छ भन्ने कुरामा कहिलेकाहीँ कन्फ्युजन हुन्छ। यो सेक्स भन्ने कुरा चाहिँ वर्ल्ड वाइड नै एकदम बिक्ने, एकदम हेर्ने कुरा, यसलाई त तपाईँले स्वीकार्नुहुन्छ नि? जुन कुरो लुकाइएको छ, आफै लुकेको एउटा कुरो हुन्छ, एउटा चाहिँ लुकाइने कुरो हुन्छ नि, त्यो लुकाइएको कुरामा बढी चासो हुन्छ मान्छेको, त्यसैले होला है। र आज केही कमन क्वेसन्सहरू छ अनि आई थिङ्क सबैले रिलेट पनि गर्नुहुन्छ जस्तो लाग्छ मलाई। हामी भनौँ न नेपाली मात्र होइन, संसारमा नै पर्न मुभिजहरू हेर्ने चलन एकदमै छ। नेपालमा ब्यान्ड भए तापनि त्यतिखेर VPN चलाएर, अहिले पनि ब्यान्ड छ तर पनि VPN चलाएर भए पनि पर्न हेर्ने चलन छ होइन। यहाँ मात्र होइन, जतिवटा देशमा ब्यान्ड भए पनि VPN हेरेर चलाउने चलन चाहिँ छ। र पर्नको कन्टेक्स्टमा आउँदाखेरि धेरै यङ्स्टर्सहरूको मिसकन्सेप्सन आउँदो रहेछ क्या। कुनै कुनै पर्न त 1 घन्टा पनि हुने होइन, 40 मिनट 1 घन्टा पनि हुने, अनि आफ्नो पार्टनरसँग पनि त्यही कुराहरू खोज्दो रहेछ क्या। हजुर होइन, केटा होस् केटी होस्, यो त मिसकन्सेप्सन हो नि खास होइन डाक्टर साहब? हो नि, पर्न हेर्ने भनेको जानकारीको लागि, तत्कालीन मनोरञ्जनको लागि एउटा पक्ष भयो। अर्को पक्ष चाहिँ मान्छेले बढी त्यसलाई मिसयुज गरिरहेको पक्ष म के देख्छु भनेदेखि पर्न भिडियोहरू हेरेर त्यसबाट आफ्नो दैनन्दिन जीवनमा चाहिँ कसरी यौनलाई प्रयोग गर्ने भन्ने जसले त्यो धारणाले पर्न हेर्छ, त्यही मिसयुज हुन्छ त्यो इन्फर्मेसन। किनभने भिडियो भन्ने बित्तिकै त्यो बनाउँदाखेरि विभिन्न किसिमको प्रविधिहरूको प्रयोग हुन्छ, क्यामेराहरूको ट्रिक्सहरू प्रयोग हुन्छ, साउन्डहरू थपेर दिन मिल्छ, डब गर्न मिल्छ, साउन्ड अर्को ट्र्याकबाट हाल्न मिल्छ। त्यो कुराहरू त मान्छेले बुझ्दैन। त्यही नै होला सबैभन्दा आइडियल यौन सम्बन्ध चाहिँ त्यो पर्नमै देखा होला भनेर उसको सोच, हाम्रो दिमाग कति चतुर छ भने त्यो चतुर छ तर लाटो भएको थाहा पाउँदैन। त्यो हाम्रो दिमागमा त्यही व्यवहार चाहिँ उत्तम व्यवहार भन्ने पस्छ। त्यो पसेपछि हामीलाई सामान्य आफ्नो भइरहेको यौन व्यवहार नै कम जस्तो लाग्छ। मैले त्यति गर्न सकिरहेको छैन पर्फर्म गर्न सामान्य लाइफमा, त्यो पोर्न जस्तो पो हुनुपर्ने भन्ने कुरो नसोच्दै हाम्रो अन्तर्मस्तिष्कमा पस्छ र त्यही नै त्यसको सबभन्दा ठुलो खराब पक्ष। जुन इमेजिनेसन हुन्छ, हजुर, त्यो एक्सपेक्टेसन मिट नहुने बित्तिकै थोरै भए पनि साइकोलोजिकली त्यो पार्टनरको, ए को पार्टनर होस् या बी पार्टनर होस्, उसलाई साइकोलोजिकली हिट गरिहाल्छ होइन, हिट गर्छ र उसले त्यस्तै यौन व्यवहार खोज्छ आफ्नो लाइफमा, नपाएपछि निराश हुन्छ। तर पर्नको जस्तो जुन सेक्स हुन्छ नि, त्यो रियल लाइफमा त इम्प्लिमेन्ट हुन गाह्रो छ नि होइन सर? त्यही मैले अघिदेखि त्यही कुरो भन्न खोजिरहेको छु। उसले त्यहाँ जे देख्छ, त्यो साउन्डको, म्युजिकको, मुभमेन्टले अनि एडिटिङ गरेको कारणले गर्दाखेरि, क्यामेरा ट्रिक्सहरूले गर्दाखेरि त्यो जुन गतिविधिहरू त्यहाँ हुन्छ, कति लामो यौन सम्बन्ध देखाइएला, यौनाङ्गको आकारहरू विभिन्न किसिमले देखाइएला, या त्यो प्रस्तुतिहरू नै, आसनहरू नै विभिन्न देखाइएला, त्यो सबै सामान्य जीवनमा हुन सक्दैन नि त। तर उसले त्यसलाई चाहिँ जुन त्यहाँ हेर्छ, त्यसलाई उसले आफ्नो चाहिँ कल्पनामा, आफ्नो मनमा चाहिँ त्यही यौन व्यवहार खोज्छ। त्यो नभएपछि असन्तुष्ट हुन्छ, भुटभुटिन्छ, मनमा पीडित हुन्छ आफै, र फेरि उसको चाहिँ यौन जुन उसले गरिरहेको नर्मल यौन व्यवहार थियो उसको सामान्य घरमा अथवा आफ्नो पार्टनरसँग, त्यो कुरा नै उसलाई चाहिँ असहज लाग्न थाल्छ अनि ऊ चाहिँ अझ बढी एक किसिमको मानसिक रोगी भएर निस्किन्छ। त्यसो भए जसजनाले अहिले हेरिराख्नु भएको छ, जुन पर्न मुभीहरूमा तपाईँहरूले देख्नुहुन्छ, त्यो कुरालाई चाहिँ केही कुराहरू फलो गर्नु होला, तर आई थिङ्क त्यो लेन्थको कुरामा, साइजको कुरामा होइन, त्यसलाई चाहिँ अलिकति अभोइडै गरेको बेस्ट। त्यसबाट विभिन्न आसनहरू कपी गर्न मिल्यो, तर अब त्यही किसिमको सबै कुरा हुनुपर्छ भन्ने कुरा भएन, त्यसलाई फिल्टर गरेर लिन सक्नु पर्यो। ओके, अनि स्पेसली केटाहरूलाई चाहिँ यो पिनस साइजमा एकदमै कन्सियस हुने कि डाक्टर साहब? असाध्यै त्यो चाहिँ सबैभन्दा ऊ सतर्क भइरहेको, सबैभन्दा ऊ सचेत भइरहेको, सबैभन्दा उसलाई चाहिँ असाध्यै चर्चा भइरहोस् भन्ने जस्तो लाग्ने, तर अगाडि भन्दाखेरि फेरि त्यो ठुलो कुरा होइन भन्ने पनि लागिरहेको त्यो विषय हो, पर्सनालिटीसँग जोड्छ। यो पिनस साइजको कन्टेक्स्ट पनि आई थिङ्क यो पर्न मुभिजहरूबाट नै हेरेर दिमागमा छिरे जस्तो लाग्छ कि पेनिसको साइजको बारेमा जुन मान्छेमा
कौतूहल हुन्छ। कौतूहल भन्दा पनि ठुलो साइज भएको असाध्यै बृहत आकारको लिङ्ग भएको व्यक्तिको कल्पना चाहिँ उसको जन्मेको केही समयपछि नै जब ऊ किशोर अवस्थामा प्रवेश गर्छ त्यहीँदेखि मान्छेको दिमागमा पस्छ। ठुलो पेनिस साइज चाहिँ राम्रो हुने अनि मिडियम साइज नराम्रो हुने त्यस्तो के छ खास यसमा चाहिँ के हो? त्यस्तो हुँदैन। सबैभन्दा त यौन सम्बन्धको जग भनेको त मानसिकता हो। पहिले सुरुमा यथार्थमा जग चाहिँ के हो भनेदेखि दुवैजनाको पार्टनरहरूको एकअर्काप्रतिको इन्भल्भमेन्ट, उनीहरूको एकअर्कामा एफेक्सन, उनीहरूको रिलेसनसिपको मेन थस्ट चाहिँ त्यहाँ प्रतिबिम्बित हुनुपर्ने हो। तर मान्छेले असाध्यै भौतिक कुरो, त्यो पनि के भने लिङ्गको आकारमा, स्तनको आकारमा त्यो चाहिँ प्रतिफलित भएको खोज्न थाल्छ। त्यो उसको सबैभन्दा ठुलो भुल हो। एक्साइटमेन्ट होला, त्यो बेग्लै पाटो हो, तर ठुलो हुँदैमा चाहिँ सेक्सुअल राम्रो हुने, सानो हुँदैमा या भनौँ मिडियम हुँदैमा नराम्रो हुने भन्ने चाहिँ छैन। त्यस्तो होइन। जब तपाईँको सारा संसारभरि गरिएका विभिन्न रिसर्चहरू अनुसार एभरेज पेनिसको साइज, इरेक्टेड पेनिसको, फेरि अरू बेला होइन, इरेक्सन भएको बेलामा, अत्यधिक उत्तेजना भएको बेलामा 5.16 इन्च हो सरदर। भनेको मतलब 5, पौने 5 पनि हुनसक्छ भने 5.5, 6, 6.25 पनि हुनसक्यो, 7 पनि हुनसक्यो। तर मान्छेले, मैले धेरै पेसेन्टहरूसँग कुरा गर्दाखेरि उसको कल्पना, उसको चाहना चाहिँ 8-10 इन्च लामो पेनिस चाहियो, त्यसमा त्यतिकै हुनु पऱ्यो भन्ने छ। तर उसले आफ्नो यौन व्यवहारमा अन्य के कुरा चाह्यो त भन्ने भन्दा पनि त्यो चाहिँ उसको कल्पनामा सबभन्दा पहिले गइरहेको हुन्छ, जो कि मेजर कुरा होइन। संसारभरिमा फेरि त्यस्तै गरिएको रिसर्च अनुसारहरूको 70% महिलाहरूले चाहिँ राम्रो यौन सम्पर्क भएको बेलामा पेनिसको आकार कत्रो छ भन्ने कुरामा खासै ध्यानै नगएको भनेको पाइन्छ कि प्रश्नको उत्तर दिँदाखेरि। अब पुरुषलाई चाहिँ 70%भन्दा बढी पुरुषलाई चाहिँ मेरो आकार यत्रो भएर मैले आनन्द दिन नसकिनँ, लिन नसक्यो होइन, दिन सकिनँ, बा यत्रो भयो हुन्थ्यो भन्ने चाहिँ फेरि 70%भन्दा बढीलाई चाहिँ पुरुषलाई त्यो मतलब भइरहेको हुन्छ, महिलालाई हुँदैन। भनेपछि पेनिसको आकार चाहिँ सन्तुष्टिसँग जोडिएको होइन रहेछ नि त यथार्थमा, मान्छेलाई लागेको मात्रै, अरूको हेरेर, अरूको कुरा सुनेर। त्यसको पछाडि धेरै महत्त्वपूर्ण कुराहरू के पनि छ भनेदेखि अरू व्यक्तिहरूले, अरू साथीहरूले मेरो त यस्तो छ, मेरो त यो आकार छ भनेर चाहिँ भनिदिन्छन्। त्यसले गर्दा उसको त्यो इगोलाई झन् फोर्स गर्छ, झन् बढाइदिन्छ। अनि यो धेरै अहिले मेडिसिन्सहरू आइरहेछ नि, यो लगायो भने, या इन्जेक्सन्सहरू पनि आइरहेछ, यो लगायो भने चाहिँ पिनस साइज ठुलो हुने भन्ने कुराहरू हुन्छ, यसमा सत्यता छ? बढाउन सत्यता कृत्रिम रूपमा बढाउने कुरामा सत्यता छ। सेक्स टोइजहरू छन् कतिपय जसको कामै पेनिसको आकारलाई चाहिँ यौन सम्बन्धको बेलामा भएको भन्दा बढाउने, इन्फ्लेट गर्ने भन्ने त्यस्ता सेक्स टोइजहरू छन्। तर जुन मानिसको जुन यौवन अवस्था हो नि, किशोरावस्था र यौवन अवस्थाको बिचमा जतिखेर उसको शरीरको ग्रोथ चाहिँ कम्प्लिट हुन्छ, त्यसपछि पेनिसको आकारलाई बढाउने वा घटाउने भन्ने एउटै मात्र तत्त्व छ, त्यो जुन कि पेनिसको उत्तेजनासँग पनि जोडिएको छ। त्यो के भने रगतको सप्लाई। रगतको सप्लाई राम्ररी हुनु भनेको राम्रो उत्तेजना हुनु, राम्रो उत्तेजना हुनु भनेको हर्मोन्सहरूले राम्रो काम गरिरहेको हुनु, रगतका रक्त सञ्चार प्रणाली राम्रो हुनु। त्यो कुराले जति बढाउन सक्ने उत्तेजनामा त्यति हदसम्म बढाउँछ, र जति उत्तेजना नभएको अवस्थामा हुनुपर्ने हो त्यति हुन्छ, र चिसो र तातोले पनि फरक पार्छ। तर जुन हुनुपर्ने लेभलभन्दा बढी त्यसले फरक पार्न सक्दैन। त्यसपछिको उमेरमा लिङ्गको आकार बढाउने भनेको सबै आर्टिफिसियली हो। आर्टिफिसियली बढाउँदाखेरि असर पर्छ कि पर्दैन? असर त अब व्यक्तिले के प्रयोजनले बढाएको छ, जस्तो उसले बाह्य तन्तुहरू मात्रै बढाउने गरी जस्तो एक्सटेन्सरहरू प्रयोग गरेको छ, शीतहरू प्रयोग गरेको छ भने त त्यसले उसको आकार बढे जस्तो हुने हो, तर उसको शरीरमा खासै नकारात्मक प्रभाव पर्दैन। त्यो बाहेक अन्य जस्तो अपरेसन गरेर पेनिसको जहाँ फेदका लिगामेन्टहरूलाई खुकुलो पारेर कहिलेकाहीँ बाहिरबाट ल्याएका अन्य तन्तुहरू प्रत्यारोपण गरेर त्यहाँ हालेर, कहिलेकाहीँ जीवित तन्तुहरू भन्दा पनि अन्य बाहिर मेटालिक नन मेटालिक कुराहरू ल्याएर प्रत्यारोपण गर्ने, यस्तो किसिमको प्रविधि पनि आएको छ। नआएको होइन। हाम्रै छिमेकी देश थाइल्यान्डमा विभिन्न किसिमका अपरेसनहरू हुन्छन्, संसारभरिबाट मान्छेहरू यस्तो अपरेसनको लागि आउँछन्। तर त्यो गरेर सन्तुष्टिमा त अगाडि भइस् त,
तँलाई राम्रो भयो त भनेर हामी जसले गरेको छ त्यस्तो अपरेसनहरूलाई सोध्यो भने उसले नो भन्ला किनभने खासै तात्विक फरक त्यसले पार्दैन। ओके, जस्तो नर्मल एउटा केटाको भनौँ न पिनस साइज चाहिँ यति हुनुपर्छ भन्ने चाहिँ के छ डाक्टर साहब? मैले अघि भने नि सालाखाला संसारभरिमा गरिएको अध्ययन अनुसार महत्त्वपूर्ण एउटा अध्ययन जुन धेरै मान्छेलाई इन्भल्भ गरेर गरिएको एउटा अध्ययनको रिपोर्ट तपाईँलाई भन्दैछु म। उत्तेजित लिङ्गको संसारभरिका मङ्गोलदेखि लिएर नेग्रोजहरू भनौँ न हब्सीहरूदेखि लिएर आर्यनहरू सबैको गर्दाखेरि 5.16 इन्च चाहिँ उत्तेजित लिङ्गको आकार एभरेज आकार भनेर निस्केको छ। त्योभन्दा कसैको सानो पनि हुनसक्छ साइज? एभरेज भनेकै कसैको सानो हुने भयो, कसैको अलिक ठुलो पनि हुने भयो। तर सानो भइदियो भने असर पर्छ कि पर्दैन सेक्सको कन्टेक्स्टमा? मैले भने नि 4.5 पौने 5 इन्च मात्रै इरेक्टेड लेन्थ हुने व्यक्तिहरू पनि संसारमा छन् र उनीहरूले अत्यन्त राम्रो यौन सम्बन्ध राखिरहेका छन्। त्यसको लागि उनीहरूको पार्टनरसँगको एट्याचमेन्ट, लभ, माया प्राइमरी कुरो भयो। त्यसपछि उनीहरू प्राक्रीडा अर्थात् फोरप्लेमा कति जान्दछन्। कति व्यक्तिहरूले फोरप्लेमा सेक्स टोयरको प्रयोग गर्छन्, मुख मैथुनको प्रयोग गर्छन्। त्यसलाई टोटल्ली गल्ती भन्न सकिँदैन, त्यो त प्रविधि जोडिँदै गएको हो, तरिकाहरू भएको, आसनहरूको विविध आसनहरूको प्रयोग गर्छन्। त्यो प्राक्रीडामा कुनै पनि व्यक्ति कति माहिर छ, कति उसले त्यो कुरामा आफ्नो स्किल भनौँ न प्राक्रीडाको स्किल चाहिँ कसरी दिन सक्छ आफ्नो पार्टनरलाई, त्यो कुराहरू चाहिँ बढी महत्त्वपूर्ण छन् लिङ्गको आकारभन्दा धेरै महत्त्वपूर्ण। त्यसो भए लिङ्गको आकार भन्दा पनि प्रोसेस हुनु पर्यो, सेक्सुअल प्रोसेस चाहिँ राम्रो। एक्ज्याक्टली प्रोसेस हाउ इट स्टार्ट्स एन्ड हाउ इट एन्ड्स। अब धेरैजनालाई एक्सपिरियन्स नहुनसक्छ, इनिसियल पोइन्ट अफ सेक्समा हुनसक्छ, उनीहरूले चाहिँ अब के हेरेर यो प्रोसेस सिक्ने भन्ने पनि त क्वेसन मार्क हुनसक्छ नि। इज इट पोर्न कि गुगलमा अरू इन्फर्मेसनहरू लिएर गर्ने हो? अब पोर्न र साहित्यको बिचमा कहाँदेखि पोर्न साहित्य सिद्धिन्छ र पोर्न सुरु हुन्छ, कसलाई पोर्न भन्ने कसलाई साहित्य भन्ने, यो कुरामै धेरै ठुलो विवाद छ भनौँ न। विवाद अर्थात् त्यसको सीमा नै छैन। असाध्यै राम्रोसँग प्रस्तुत गरिएका साहित्यिक यौन क्रियाका मेन्सनहरू, चाहे तपाईँ कथामा चाहे उपन्यासमा, त्यो साहित्य भनिन्छ भने अब पोर्न चाहिँ कहाँदेखि सुरु हुन्छ त? जहाँ उत्तेजित मात्रै गर्ने मानसिकताले केही कुरो लेखिएको हुन्छ जो प्राकृतिक भन्दा नि बढी चाहिँ कृत्रिम एराउजलसँग रिलेटेड छ भने त्यो चाहिँ पोर्न भन्छौँ हामी, होइन? तर जहाँ भइरहेकै मानिसले गर्न सक्ने, मानिसको पहुँचभित्र भएका यौन क्रियाहरू कसरी सम्पादन गर्ने भन्छ त्यो कुरोलाई साहित्य भन्ने गर्छौँ हामी। ओके, तर जति रियलिजमको नजिक भयो साहित्य पनि त त्यति रियलिस्टिक हुन्छ नि त। त्यस कारणले कहाँबाट सिक्ने भन्ने कुरा साहित्य पढेर पनि एउटा ठुलो माध्यम हो। पढेर हेरेर पोर्न मुभीहरू नै हेरेर पनि कति लिने कति नलिने, कति यथार्थमा हुनसक्छ कति हुन सक्दैन भन्ने कसैले लियो भने म त्यसलाई पोर्न भन्दिनँ। म चाहिँ पोर्न भन्ने शब्दकै चाहिँ एक किसिमले म विपक्षमा छु। ओके, हुन त पोर्न मुभिजहरू आई थिङ्क बनेको पहिला हिस्ट्री हामीले पनि बुझ्दाखेरि चाहिँ आई थिङ्क जसको सेक्सुअल डिजायर कम छ उनीहरूको लागि बनेको मुभी हो भन्छ नि त खास, जसले आफूले गर्न सक्दैन या उनीहरूले अरूले पर्फर्म गरेकोलाई हेर्न मन लाग्छ। अनि त्यसपछि बिस्तारै मन लाग्छ त्यो हेरेर चाहिँ डिजायर बढ्छ कि भनेर खास बनेको हो नि त खास पोर्न मुभिजहरू। तर अहिले यसको के भन्छ मिसयुज भनौँ या एउटा फनको रूपमा लिने राखेको छ। सबैभन्दा ठुलो पोर्न भने त बच्चा जन्मिँदा होइन र नाङ्गै जन्मिन्छ नि त त्यो त सबैभन्दा ठुलो सत्य हो नि। ओके, अब हामीले पुरुषको कुरा, महिलाहरूको पनि हुन्छ नि, उनीहरू इन्सेक्युरिटीहरू धेरै हुने रहेछ क्या डाक्टर साहब। उनीहरूको ब्रेस्ट सानो भयो भने, सिम्पल उनीहरूको बट सानो भयो भने चाहिँ सर्जरी गर्ने हुन्छ नि प्रोसेसमा जाँदो रहेछ कि। सर्जरी भन्दा पनि अहिले चाहिँ अब आई थिङ्क ब्याक साइडको त जिम एक्सर्साइज गर्दा पनि प्रोसेस छ, त्यो एउटा आई थिङ्क त्यो चाहिँ बेस्ट प्रोसेस हो। तर सर्जरी नैमा जानु चाहिँ कतिको डेन्जरस हुनसक्छ? अब पुरुषमा त एउटा लिङ्गको आकारसँग उनीहरूको इगो, पुरुषको चाहिँ आफ्नो म हुँ भन्ने कुरा,
उसको चाहिँ इन्फेरिटी उसको सुपेरिटी गाँसिएको छ मैले अघि भने नि। महिलाहरूमा त थुप्रै अङ्गहरू छन्। यथार्थमा पुरुषका यौनाङ्गहरूमा सबैभन्दा बढी प्रोमिनेन्ट यौनाङ्ग लिङ्ग हो उसको। महिलाहरूमा त ओठदेखि लिएर ब्याक ह्यान्ड भन्नु बट नै भयो, स्तन भयो, थुप्रै कुराहरू यस्ता छन्, यहाँ अङ्गहरू यस्ता छन् जसको बारेमा उसको मानसिकता जोडिएको हुन्छ र पुरुषहरूले पनि त्यसलाई आकर्षक भन्छन्। असाध्यै आकर्षक बडी स्ट्रक्चर भएको कुनै महिला तर यौन सम्बन्धको बेलामा लाटो जस्तै भएर संलग्न हुन्न, ऊ चाहिँ साथ दिन्न पुरुषलाई। सोच्नुहोस् त त्यो यौन कतिको आनन्ददायी होला। के आकारले मात्रै त्यहाँ सन्तुष्टि दिन्छ त? आकार एउटा एट्र्याक्सनको प्रोसेस होला। यस, अघि पनि तपाईँले भन्नुभयो नि, सुरुमा आकारले आकर्षण गर्ला। त्यो गरी पनि राखेको छ, यो गरी पनि राखेको, इग्नोर गर्नु स्वाभाविक पनि हो। साहित्यमा पनि हामी त्यसको वर्णन भएको पाउँछौँ। तर भित्र पस्दै गएपछि त यौन त अर्कै चिज हो नि त। एक अर्काको त्यो फिलिङ, फेमिनिटीको चाहिँ म्याक्सिमम फिलिङ पुरुषलाई हुनु, म्यास्कुलिनिटीको पुरा आनन्द चाहिँ महिलालाई हुनु, जो कुरा आफूमा छैन, विपरीत लिङ्गीमा छ अथवा यौन साथीमा छ। त्यो किसिमको आनन्द प्राप्त हुनको लागि त त्यो संलग्नताको चाहिँ कारण इमोसनल एट्याचमेन्ट चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो नि। अनि अर्को कन्टेक्स्ट भनेको यहाँ चाहिँ सबैको माइन्डमा के छ भने प्रायः सेक्स गर्दाखेरि केटाले नै बढी फिजिकल हुनुपर्छ भन्ने छ क्या, होइन? तर यहाँ त त्यस्तो होइन। रियालिटीमा केटा र केटीकै कम्बिनेसन राम्रो भइदियो भने आई थिङ्क सेक्स बेटर हुन्छ होला। त्यो कुरामा चाहिँ कम्पिटिसन हुनुपर्छ। कम्पिटिसन हुनुपर्छ। बेडमा को बेटर छ भने, बेडमा को बेटर छ भन्ने कुरामा महिला र पुरुष अथवा जो यौन साथीहरू, अब समलिङ्गीहरूमा पनि त एउटा एउटा रूपमा त हुन्छ नि। त्यस कारण हामी यौन साथी भन्ने शब्द म बढी प्रयोग गर्न रुचाउँछु। त्यस कारणले बेडमा को बेटर छ भन्ने कुरामा दुईटाको बिचमा जहाँ कम्पिटिसन हुन्छ, अर्थात् जति जानेको हुन्छ उसले आफ्नो पुरुष साथीलाई, अब अहिले हामी सामान्य बहुसङ्ख्यक जोडीकै कुरा गरौँ, पुरुषलाई आफ्नो महिला साथीलाई कसरी आनन्द दिने, उत्तेजित गराउने मात्र होइन आनन्द पनि प्रदान गर्ने भन्ने जति चासो हुने जस्तै महिला साथीलाई पनि मेरो पुरुष साथीलाई म कसरी बढी आनन्द दिन सक्छु भन्ने कुरा जब चासोको विषय बन्छ, त्यसमा कम्पिटिसन हुन्छ, तब त्यो यौन व्यवहार चाहिँ सबैभन्दा राम्रो यौन व्यवहार हुन्छ। बेडमा एउटा बाठो एउटा लाटो भएर काम छैन। त्यो त सबैभन्दा जस्तो सुकै राम्रो अङ्ग भएको मान्छे पनि त्यतिखेर त त्यसले त दिन सक्दैन नि सन्तुष्टि। भनिन्छ नि यौनमा चाहिँ मैले 1 दिएँ भने 2 पाउने चिज हो, मैले 2 दिएँ भने 4 पाउने चिज हो। जति दियो त्यसको डबल फिर्ता पाइन्छ ब्याजसहित। अनि धेरै पुरुषहरूलाई अझै पनि थाहा छैन कि, अब यङ पुरुषहरूलाई, एक्सपिरियन्स नभएको पुरुषहरूलाई केटाहरूको मात्रै फल हुन्छ भन्ने सोच्दो रहेछ। केटाहरूको फल भयो भने पुग्ने रहेछ, केटीहरूलाई अर्ग्याजम चाहिँदैन रहेछ या उनीहरूको फल हुँदैन रहेछ भन्ने त्यो भ्रम छ या त्यो नलेज छैन रहेछ कि। केटीहरूको पनि त अर्ग्याजम हुनु पऱ्यो नि, होइन? केटीहरूको पनि त फल हुनु पऱ्यो। म त्यो असाध्यै राम्रो प्रश्न गर्नुभयो। यो केटाहरूको फल मात्रै फल हुन्छ, केटीहरूको हुँदैन भने केटाहरूमा त भ्रम छ। केटीहरूमा पनि छ त्यो भ्रम त। ए हो र? केटीहरूमा पनि असाध्यै त्यसमा चाहिँ ऊ छ, के अरे सन्देह छ त्यो। किनभने प्रत्येक केटाले जबसम्म स्खलन हुँदैन, अब यहाँ स्खलन भन्ने शब्द बढी उपयोगी होला जस्तो लाग्छ, जससम्म उसको वीर्य स्खलन हुँदैन तबसम्म उसलाई यौन सम्बन्धबाट ऊ कन्टेन्ट सन्तुष्ट हुँदैन, उसको यौन सम्बन्ध भएको भन्नेमै उसले सायद गन्दैन। छिट्टै भए पनि जसरी भए पनि वीर्य स्खलन भएपछि उसले बल्ल 1, 2 भनेर गन्छ होला जस्तो, होइन? तर महिलाहरूमा सधैँ त्यस्तो स्खलन हुन्छ नै भन्ने जरुरी छैन। कतिपय अवस्थामा एनअर्गाज्मको अवस्थामै, अर्थात् उत्तेजना चरम बिन्दुमा नपुगिकनै महिलाहरू रिटायर हुनुपर्छ यो सम्बन्धमा, किन उसको पुरुष साथी चाहिँ छिटै स्खलित भइहाल्छ कुनै अवस्थामा। या कहीँ विभिन्न घरायसी कुहरूले, डिस्ट्र्याक्सनहरूले पनि उनीहरू कहिलेकाहीँ चुप लाग्न सक्छन्। त्यो क्षमता, त्यो सहन सक्ने, त्यो धैर्य गर्न सक्ने क्षमता चाहिँ महिलामा हुन्छ। तर महिलाहरूमा अर्ग्याज्म चाहिँ हुन्छ, 2-3 किसिमले हुन्छ। एउटा त उनीहरूको जुन यौनाङ्गको मांसपेशी हो
सम्पूर्ण शरीरको मांसपेशी चरम बिन्दुमा चरम आनन्दमा पुगेको बेला चाहिँ त्यो रिजिड कडा हुन्छ अनि फेरि रिल्याक्स भएर रुलो भएर जान्छ त्यो पटक पटक यौनाङ्गमा हुन्छ खुम्चिने खुल्ने त्यसबाट उनीहरूले महसुस गर्छन् सम्पूर्ण शरीर एकचोटि अररो हुन्छ सास रोकिन्छ त्यसपछि बिस्तारै शिथिल हुन्छ त्यो एउटा पक्ष भयो अर्को पुरुषमा जस्तै महिलामा पनि लिक्विड झोल पदार्थै निस्किने पनि हुन्छ त्यो पनि दुई किसिमको हुन्छ एउटा योनि मार्गबाट योनि रसको जस्तो रूपमा निस्किन्छ यौनाङ्ग र पिसाब नलीका आसपासमा भएका ग्रन्थीहरूको स्राव एउटा चाहिँ 50% जति महिलामा मात्रै हुन्छ त्यो सबैमा हुँदैन फेरि त्यो चाहिँ पिसाब थैलीबाटै पिसाब जस्तो पदार्थ 10-15 ml नै निस्किन्छ स्क्वाट हुन्छ एक्ज्याक्टली त्यो कुरा धेरैले थाहा छैन र भयो भने फोरी मान्दो रहेछ कि फोरी मान्छ तर त्यो सबैभन्दा ब्युटिफुल पक्ष हो यौन सम्बन्धको सम्भोग कलाको सबैभन्दा पुरुषको वीर्य त हुँदै हो त्यो त सृष्टिको निरन्तरताको लागि बच्चा जन्माउनलाई पनि आवश्यक छ तर आवश्यक छैन भनेको महिलाको जुन स्कर्ट यहाँले भन्नु हो त्यो त ब्युटी किन हो भने दुवैजना सन्तुष्ट भएको भन्ने त्यहाँबाट बुझिन्छ फेरि महिलामा एउटा अर्को पक्ष त्यसो के छ भने पटक पटक हुनसक्छ पुरुष त एकचोटि स्खलित भएपछि एउटा सर्टेन टाइम त्यसको रिजल्भ भएर फेरि अर्को उत्तेजना हुनलाई निश्चित समय चाहिन्छ राइट त महिलाहरूमा तुरुन्तै त्यही बसाइमा ऊ कैयौँ पटक 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 अर्ग्याजममा पुग्न सक्छ अर्ग्याजम भन्ने चिज त पुरुष स्त्री दुवैको लागि अत्यन्त जरुरी कुरा हो अनि सेक्स पार्टनर्सहरूले सेक्स गर्नु अगाडि कुन पोजिसनमा अर्ग्याजम हुन्छ होइन र कति टाइम लाग्छ भन्ने सोध्नु राम्रो कि नराम्रो डाक्टर साहब त्यो सोधेर पनि त्यसको सधैँ एउटै हुँदैन नि जुन दिन उसको मानसिकता यौन सम्पर्कको लागि पुरुष र स्त्री हामी पुरुष स्त्रीकै सम्बन्धको कुरा गरिरहेको छौँ अहिले पुरुष र स्त्री सँगै हुन्छन् सँगै भएपछि उनीहरू कति त्यो दिन चाहिँ दुवैको आवश्यकता अनुसार एकाकार भइरहेका छन् उनीहरूको फोरप्ले कति सन्तुष्टिप्रद भएको छ त्यसको आधारमा त्यो समय चाहिँ फरक फरक हुनसक्छ ओके सधैँ एउटै समयमा अर्ग्याजममा पुगिन्छ भन्ने पनि छैन तर सोधेर गर्दा पनि फरक चाहिँ पर्दैन सोद्धा त त्यो त राम्रो किनभने उनीहरूको त्यही अनुसार उनीहरूले आफ्ना विभिन्न क्रियाकलापहरूको समय ब्यालेन्स गर्न सक्छ ओके डाक्टर साहब यही प्रोसेसमा एउटा प्रश्न फेरि म हजुरलाई गरि नै हाल्छु हजुर सेक्स टाइम चाहिँ यति मिनटको हुनुपर्छ भन्ने कुनै छ त्यो टाइमलाइन त्यस्तो त्यसमा सेक्स टाइम यति हुनैपर्छ भन्ने भन्दा पनि जेनरली कति हुन्छ भन्ने बारेमा चाहिँ अध्ययन गरिएको छ अब त्यो अध्ययन गरिए अनुसार 1 मिनटभन्दा कम समयमै स्खलन हुने पुरुषहरूको त पहिलो तयारी नभइकन त उत्तेजना हुँदैन र वीर्य स्खलन हुने कुरै आउँदैन त्यस कारणले पुरुषहरूमा चाहिँ 1 मिनटभन्दा कममा स्खलन हुने पुरुषहरूलाई चाहिँ छिटो स्खलित भएको जसले चाहिँ त्यही समयमा महिलालाई पूर्ण आनन्द प्राप्त हुँदैन र पुरुषले पनि आफूमा केही नपुगेको फिल गर्छ भन्ने कुरा मानिन्छ त्यसपछि 2 देखि 3 मिनटको समयलाई रिलेटिभ भनिन्छ कसैमा त्यसले आनन्द दिन्छ कसैले दिँदैन 3 देखि 5 मिनटको समयलाई चाहिँ एभरेज र चाहिँ सामान्यतया त्यसमा चाहिँ राम्रो प्राक्रीडा भएको छ भने सन्तुष्टि प्राप्त हुन सक्छ दुवै पक्षलाई भन्ने समय हो तर हामीका मान्छेहरूले जति धेरै लामो लिङ्गको आकार जस्तै फेरि यहाँ पनि मिथ छ व्यक्तित्वको मिथ म त 10 मिनट म त 20 मिनट म त 30 मिनट 45 मिनट भन्छ भन्नेले त अब यो मैले भने यो कम्प्लिट लागि जुन टाइम भने त्यो टाइम चाहिँ फेरि उसको आधारमा हो निरन्तर घर्षण भइरहेको अवस्थामा चाहिँ यदि त्यसलाई ब्रेक गरिन्छ कहिले आसन परिवर्तन गरेर फेरि हुन्छ नि त त्यो समय 10 20 30 मिनट पनि हुनसक्छ त्यसलाई नर्मली पनि त्यो फोरप्लेबाट सुरु फोरप्ले हुनसक्छ फेरि एउटा आसनमा यौन सम्पर्क हो फेरि रोक्यो फेरि अर्को आसनमा परिणत गर्यो फेरि केही बेला समय चाहिँ यौन उत्तेजक कुराहरू गर्यो फेरि त्यसपछि गऱ्यो त्यसरी समय लामो हुनसक्छ नभए 3 देखि 5 मिनटको समयलाई चाहिँ निरन्तर घर्षण भइरहेको अवस्थामा चाहिँ त्यसलाई आई थिङ्क त्यो पनि इनिसियल सेक्स गर्दाखेरि चाहिँ त्यो पार्टनरसँग आई थिङ्क त्यो फोरप्ले गर्दा
25-30 मिनट लाग्ला तर रेगुलर समयलाई नजोड्दा रेगुलर सेक्स त्यही पार्टनरसँग भयो भने आई थिङ्क तपाईँले भनेको एभरेज टाइम 5 to 6 minutes 3 to 5 minutes 3 to 5 minutes नै हुन्छ जस्तो डक्टर साहब रेगुलर जब सेक्स हुन्छ नि एउटै पार्टनरसँग त्यहाँ चाहिँ धेरै जसोको गुनासो के छ भने या क्वेसन के छ भने एउटै सेक्स पार्टनरसँग गरिरहँदाखेरि बोरिङ हुँदै जान्छ सेक्स पनि भनिन्छ यसमा के छ तपाईँको सल्युसन सल्युसनकै कुरा गर्नु छ यसको सल्युसनको कुरा जाउँ सल्युसनमा त के भने कुनै पनि चिज हामीले हाम्रो जीवनमा बारम्बार प्रयोग गरेर नि त्यो पुरानो भएको त हामीले महसुस गरेकै हुन्छौँ होइन त्यसमा दुई मात्रै छैन यौनमा पनि त्यही कुरा लागु हुन्छ जस्तो हामीले खाना एकै किसिमको खाना खायौँ भने पनि हामीलाई बिस्तारै चाहिँ त्यो पुरानो लाग्न थाल्छ तर त्यसभित्रै नवीनता नयाँपन ल्याउन सक्नु नै फेरि यौन राम्रो यौन व्यवहारको चाहिँ उत्कृष्ट उदाहरण हो हामी कुनै दिन तरकारी अर्को खान्छौँ भातै खाए पनि सधैँ तरकारी चेन्ज गर्छौँ कहिले त्यसलाई भुटेर खान्छौँ कहिले खिर बनाएर खान्छौँ दुधसँग खान्छौँ त प्रत्येक दिन हामी स्वादिलो पाउँछौँ नि त त्यसकारण यौन व्यवहारमा पनि एकनाश लाग्ने भने चाहिँ एकनाशै यौन व्यवहारले नै हो त्यसैले हामीले आसनको परिवर्तन भन्छौँ हामी आफ्नो चाहिँ श्रृङ्गार आफ्नो चाहिँ लुगाहरूमा चाहिँ नयाँ नयाँपन ल्याउँछौँ भने जस्तै यौन व्यवहार पनि सम्भोग कहाँदेखि सुरु हुन्छ भने आँखामा हेरेर जब सम्भोग हुनु जरुरी छ भन्ने एउटा स्वीकृति जस्तो यौन साथीहरूमा हुन्छ नि जुन मोमेन्टदेखि साँच्चै भन्यो भने त्यही मोमेन्टदेखि नै यौन सुरु हुन्छ सम्भोग सुरु हुन्छ त्यसमा विभिन्न तहमा हामीले भेरिएसन ल्याउन सक्छौँ प्राक्रियामै भेरिएसन ल्याउन सक्छौँ मैले अघि नै उदाहरण दिएँ जस्तो सेक्स टोइजहरू अहिले आएको छन् मुख मैथुनको कुराहरू आएको छ सहकारी हस्तमैथुनको कुरा आएको छ सहकारी भनेको कोअपरेटिभ मास्टरबेसन एकले अर्कालाई चाहिँ उत्तेजित गर्नको लागि उसलाई मास्टरबेसन उसले गरिदिने उसले गरिदिने सहयोगी हस्तमैथुन पनि भन्छ अर्को किसिमको हस्तमैथुन हुन्छ त्यसकारण यी सबै यौन व्यवहारमा विविधताहरू हुन् त्यो विविधता के मैले पहिले पत्ता लाएर मैले तोकेको हो त त्यो होइन नि त्यो त सृष्टिदेखि नै चलिआएको यौन व्यवहारहरू थियो ओके त्यसपछि आफ्नो पार्टनरसँग लामो समयसँग जब सँगै भइन्छ सेक्सुअली पनि हामीले त्यसको प्रोसेसलाई थोरै चेन्ज गर्नु पर्यो अनि बोरिङ थोरै चेन्ज गर्न सकिन्छ थुप्रै पनि चेन्ज गर्न सकिन्छ There are hundreds and thousands and lakhs of small changes that can make a man become erected. अनि वैवाहिक जीवनहरूमा नि विशेष गरी डेफिनेटली एउटै पार्टनर त हुन्छ होइन अनि बोरिङ भएपछि बाहिर गर्लफ्रेन्ड लिएर हिँड्ने चलन छ विशेष पुरुषहरूको कोही कोही महिलाहरूको पनि छ होला होइन यो प्रोसेस किन आयो भन्ने त प्रश्न चिन्ह आउँछ एकदम होइन तपाईँले अघि भन्नुभयो प्रोसेस चेन्ज नभएसम्म त बोरिङ डेफिनेटली भइहाल्छ यदि प्रोसेस चेन्ज भइदियो भने जुन अहिले एक्स्ट्रा म्यारिटल अफेयर भनौँ न हजुर होइन त्यो हुने सम्भावना कम हुन्छ होइन त त्यसो भए यदि प्रोसेस चेन्ज गरिराख्यो भने एउटै पार्ट प्रोसेस चेन्ज भयो भने कम हुन्छ खास गरी पुरुषहरूको फिजिकल एट्याचमेन्टसँग उनीहरू बढी जोडिन्छन् इमोसनल कुरा पनि हुन्छ तर प्राइमरी मेजर कुरा चाहिँ फिजिकल हुन्छ महिलाहरूमा चाहिँ प्राइमरी इम्पल्स नै साइकोलोजिकल सेक्युरिटीको फिलिङ आकर्षण मात्रै होइन कि लगाव आफ्नो पार्टनरको चाहिँ म प्रति नै सम्पूर्ण उसको चाहिँ ध्यान छ भन्ने कुरोको महसुस गराई आफ्नोपनसँग जोडिएको हुन्छ त्यस कारणले महिलाहरू हत्तपत्त एक्स्ट्रा म्यारिटल एफेयरसँग जान रुचाउनन् जाँदैनन् भन्ने कुरा होइन किनभने त्यहाँ पनि फिजिकल पक्षहरू पनि छ तर फिजिकल भन्दा पनि उनीहरू इमोसनलै कारणले गएको हुन्छन् धेरै जसो एक्स्ट्रा म्यारिटल एफेयर्समा पुरुषहरू चाहिँ फिजिकल कारणले जाने भएको हुनाले उसले सम्पूर्ण आफ्नो श्रीमतीसँग अथवा आफ्नो चाहिँ दम्पतिसँग सन्तुष्ट छैन भन्न सक्ने ठाउँ नहुँदा पनि उसले नयाँ नयाँ कुराहरू खोजिरहेको हुन्छ सेक्सुअली
पार्टनरसँग सेटिस्फाइड हुँदा पनि पुरुष चाहिँ अरू खोजिरहेको हुन्छ। अर्को केटीसँग सेक्स मौका भएपछि ऊ भएसम्म उसले त्यसलाई छोड्न चाहँदैन। र त्यसको अर्को कारण मैले अघि हाम्रो पहिले सुरुमा कुरा भएको थियो नि, त्यो महिलाहरूको शरीरको बनौट यति भेरिएबल हुन्छ कि र यति एउटा अङ्गहरूको चाहिँ सुन्दरतामा चाहिँ आकर्षण हुन्छ। त्यो आकर्षणको कारणले पनि त्यसलाई कन्क्वायर गर्ने हिसाबले त्यसलाई विजेताको हिसाबले मैले त्यो कुरालाई नै भोग गरेँ भन्नको लागि ऊ त्यसरी जान्छ। पहिलेको एम्पायरहरू चाहिँ खास आफ्नो राज्य ठुलो होस् भन्नको लागि मात्रै त्यो राज्यलाई पनि मैले कब्जा गरेँ, त्यसलाई पनि मैले हराएँ भन्नको लागि जान्थेँ। त्यस्तो सोच हुन्छ पुरुष। जस्तो विवाह भएपछि केटाहरूको चान्सेस चाहिँ हाई छ एक्स्ट्रा म्यारिटल अफेयर गर्नको लागि, या भनौँ अर्को पर्सेन्टेज वाइज अर्को महिलासँग सेक्स गर्न पर्सेन्टेज हाई सम्भावना भयो भने, अवसर भयो भने ऊ चुक्दैन। महिलाहरूको त्यस्तो हुँदैन। महिलाहरू त्यतातिर उनीहरूको ध्यानै प्राइमेरीली गएको हुँदैन। महिलाहरू कतिखेर एक्स्ट्रा म्यारिटल एफेयर्समा बढी जान सक्ने सम्भावना हुन्छ नि जब उनीहरूको पुरुष साथीले उसलाई बिट्रे गरेको उसलाई महसुस हुन्छ, अथवा पुरुष साथीले प्रतिको चाहिँ ऊप्रतिको लगाव चाहिँ खासै छैन, ऊ चाहिँ डिट्याच भइसकेको छ मसँग, म प्रति उसभन्दा पनि उसको अरू कुनै इमोसनली एट्याच छ। जब उसलाई सेक्युरिटी फिल हुँदैन वा उसलाई त्यो सेक्युरिटी चाहिँ अर्को व्यक्तिले उसलाई दिएको जस्तो उसलाई प्रतीत हुन्छ, जहाँ आफ्नो जुन दम्पति हो त्यसको लगाव मसँग छैन तर अर्को व्यक्तिले मलाई कदर गरिरहेछ भने ऊ त्यतातिर बिस्तारै जान्छ। तर उसलाई समय लाग्छ, पुरुष जस्तो झ्वाट्टै पहिलो अवसरमै उसले अर्को सम्पर्क राख्छ। महिलाहरू चाहिँ सेक्सुअली बोरिङ भए तापनि आफ्नो पार्टनरसँग उनीहरू त्यति महिलाहरूलाई पुरुषको रूपसँग भन्दा अथवा पुरुषले कति यौन सम्पर्क गर्छ भन्ने भन्दा पनि उसको म प्रतिको डिपेन्डेन्सी अथवा म प्रतिको चाहिँ लगाव एट्याचमेन्ट कस्तो छ भन्ने कुराले उनीहरूले पहिलो मार्किङ गर्ने चाहिँ आधार बनाएर हुन्छ। त्यसो भए अहिले तपाईँको स्टडी अनुसार बुझ्दाखेरि पुरुषहरू चाहिँ सेक्सुअली सेटिस्फाइड भए पनि आफ्नो पार्टनरसँग अर्को महिलासँग पनि जाने चान्सेस हाई, जाने चान्सेस हुन्छ। त्यस्तो परिस्थिति निर्माण हुनु पऱ्यो, त्यस्तो अवस्था हुनु पऱ्यो, त्यस्तो मौका प्राप्त हुनु पऱ्यो। ओके डाक्टर साहब, अब अलिकति हामी हस्तमैथुनको कुरा गरौँ, मस्टरबेसनको। सेक्सुअल पार्टनर भनौँ या आफ्नो गर्लफ्रेन्ड नपाएसम्म या आफ्नो श्रीमती नभएसम्म त अप्सन के त भनेपछि मस्टरबेसन होइन त? त्यो त नेचुरल नै कुरो हो। हामी चिकित्सकहरूले पनि सल्लाह दिन्छौँ, तपाईँसँग कुनै पार्टनर एभाइलेबल छैन, विश्वस्त पार्टनर, सेफ पार्टनर भने हस्तमैथुन गर्नुहोस्। र दिनमा कतिचोटि हस्तमैथुन गरेर राम्रो या हप्तामा कतिचोटि हस्तमैथुन गरेको राम्रो? यो प्रश्न मलाई धेरै जसो सामाजिक माध्यमहरूमा हरेक ठाउँमा पेसेन्टले क्लिनिकमा पनि सोध्ने प्रश्न हो। असाध्यै राम्रो प्रश्न सोध्नुभयो। यतिचोटि हस्तमैथुन गर्ने भन्ने बित्तिकै त्यहाँ के कन्डिसन हुन्छ भने हस्तमैथुन गर्नको लागि हस्तमैथुन गर्ने भन्ने बुझियो। जस्तो दिनमा हामी 2 चोटि खानुपर्छ भने भोक लागे पनि नलागे भने बिहान बेलुका खाजा 3टा खानुपर्छ भनेर भन्छ नि कसैले भने, त्यसको मतलब मरिन्छ या कमजोर हुन्छ दुब्लाइन्छ भनेर खाने भने जस्तै त्यो हस्तमैथुन यतिचोटि गर्नुपर्छ भनेको हस्तमैथुन गर्नको लागि अर्को शब्दमा भन्ने हो भने त्यसलाई अब्सेसनको कारणले लत बसेर गर्ने कुरालाई चाहिँ समय यतिवटा चोटि गर्दा हुन्छ, योभन्दा बढी चाहिँ गर्नुहुन्न, यतिसम्म चाहिँ गर्न मिल्छ भनौँ। वास्तवमा हस्तमैथुन त्यतिखेर गर्ने हो जब यौन उत्तेजना चाहिँ असाध्यै कन्ट्रोल गर्न नसक्ने गरी बिल्डअप हुन्छ, यौनाङ्ग उत्तेजित हुन्छ, मन उत्तेजित हुन्छ, चाहे स्त्रीको होस् चाहे पुरुषको होस्। त्यो बेलामा कुनै यौन रोग सर्न सक्ने असुरक्षित अथवा समाजमा जुन सम्बन्धले यौन सम्बन्धले भोलि आफूलाई नकारात्मक ठाउँमा लैजान्छ त्यस्तो अमर्यादित यौन सम्बन्ध राख्नुभन्दा बरु म यसलाई आफै व्यवस्थापन गर्छु भनेर हस्तमैथुनको माध्यमबाट व्यवस्थापन गरियो भने त्यो हस्तमैथुनलाई व्यक्तिले मान्छेले प्रयोग गरेको भयो, त्यो गर्नु एकदम राम्रो हो। त्यो हस्तमैथुनले कोही कमजोर पनि हुँदैन, कोही दुब्लो पनि हुँदैन, कसैको शारीरिक हानि पनि हुँदैन, पछि बच्चा नहुने पनि हुँदैन, शीघ्र स्खलन पनि हुँदैन, त्यो भन्छौँ। तर जुन हस्तमैथुन चाहिँ फुर्सद भयो कि एक्लै भयो कि गर्न मन लाग्ने, गरेन भने सकसक हुने, नगरे भने के नपुग्यो जस्तो हुने, गरेपछि फेरि दिगदार लाग्ने,
त्यस्तो हस्तमैथुनले मानसिक समस्या हुँदाहुँदै शारीरिक समस्यातिर पनि लैजान्छ। तर हस्तमैथुन धेरै गऱ्यो भने, मास्टरबेसन धेरै गऱ्यो भने आफ्नो हुनेवाला बच्चालाई के असर पर्छ? हस्तमैथुनले बच्चामा असर पर्ने भन्ने कुरा होइन, किनभने हाम्रो शरीरमा वीर्य बन्दाखेरि शुक्रकीटहरू अण्डकोशबाट बन्छन्। वीर्य थैली र प्रोस्टेट ग्रन्थीबाट झोल पदार्थ जुन वीर्यमा हुन्छ त्यो बन्छ। त्यो तिनवटा भएपछि त बच्चा हुने सम्भावना त भइगयो। त्यो तिनवटा शुक्रकीट प्रशस्त छ, त्यसलाई रोक्ने, त्यसलाई हुर्काउने झोल पनि छ वीर्यमा भनेदेखि त त्यो बच्चा हुन सक्ने सम्भावना भयो। तर हस्तमैथुनले त्यो वीर्य बाहिर फाल्नलाई सहयोग गर्छ। कोही मान्छे दैनन्दिन यौन सम्पर्क गर्ने पनि हुन सक्छन् दम्पतिहरू। त्यसो वीर्य निस्के पनि फेरि गर्भ त रहिरहेको हुन्छ नि त, किनभने हामीले थुक्छौँ, थुक निस्केपछि या पसिना आउँछ, तर फेरि हामी पानी खान्छौँ, शरीरमा त त्यो थुक पानी निस्किने क्रम त जारी हुन्छ नि, पिसाब फेर्छौँ। पर त्यसले फेर्दै गरेर धेरैचोटि फेर्दा त्यो अङ्गहरू सफा गर्दैला भने जस्तै वीर्य भनेको निस्केर सिद्धिने चिज होइन। त्यस कारण हस्तमैथुनको माध्यमबाट वीर्य फालेर वीर्य कम हुने अथवा शुक्रकीट कम हुने भन्ने कुरा चाहिँ होइन। खालि के हो भने त्यो फाल्ने क्रममा जुन हाम्रो इनर्जी लाग्छ नि, त्यसमा हामी विभिन्न मसलहरूलाई, विभिन्न शरीरका अवयवहरूलाई हामी चलाइरहेको हुन्छौँ नि, त्यो चाहिँ बढी कृत्रिम भइरहेको छ कि बढी प्राकृतिक भइरहेछ भन्ने कुरा चाहिँ हो। एउटा एजसम्म 40+ केटाहरूलाई गाह्रो हुनसक्छ, पछि ढिलो बिहे गरेपछि चाहिँ बच्चा बसाउन गाह्रो हुनसक्छ मास्टरबेसनले 40+ लाई। मास्टरबेसनको बच्चा पाउने कुरासँग केही पनि सम्बन्ध छैन है। म एउटै वाक्यमा कुरालाई छिनोफानो गरिदिउँ। मास्टरबेसनको रिलेसन बच्चा पाउने कुरासँग छैन। मास्टरबेसनको रिलेसन चाहिँ उसले त्यसलाई कसरी प्रयोग गरिरहेको छ, मास्टरबेसनलाई उसले प्रयोग गरिरहेछ कि उसलाई मास्टरबेसनले प्रयोग गरिरहेछ। जस्तो हामीले चाहिँ कुनै कुरालाई हाम्रो प्रयोजनको लागि प्रयोग गरिरहेछौँ भने त त्यो त शरीरले मागेको बेलामा गर्ने हो नि त। शरीरले जब लत बसेर एकान्त हुनासाथ गर्न मन लाग्ने, कुनै लिङ्गमा उत्तेजना भएको छैन, केही छैन, पोर्न हेरेर उत्तेजित बनाइकन यौन सम्पर्क गर्नुपर्ने भयो भने चाहिँ त्यो चाहिँ आर्टिफिसियली हाम्रो शरीरको फङ्सनलाई चाहिँ स्टिमुलेट गर्ने नि हो, त्यसले हानि गर्ने हो कि। तर त्यसले पनि बच्चा पाउनु त कुनै हानि गर्दैन, तर त्यसले हानि गर्ने हो। त्यसले गर्दा उसको यौन व्यवहारहरूमा पछि एब्नर्मलिटी आउला। कहिलेकाहीँ बिहा गरिसकेपछि पनि हस्तमैथुन नगरिकन सन्तुष्टि फिल नगर्ने पुरुषहरू पनि मैले भेटेको छु। त्यस्तो पुरुषहरू चाहिँ हो, त्यतिखेर चाहिँ बच्चा पाउनमा हानि हुनसक्छ बिहेभियरल कारणले। जस्तो मैले 2-3 जना यस्तो पुरुषहरू भेटेको छु, पुरुष महिलाको दम्पतिहरू जो बच्चा भएन भनेर म जाँच्न आउनुभयो। हिस्ट्री लिँदै जाँदाखेरि, काउन्सिलिङ गर्दै जाँदाखेरि के थाहा भने पुरुषलाई त जहिले पनि यौन सम्पर्क गरेपछि स्खलन गर्ने बेला चाहिँ बाहिर हस्तमैथुन आफू गरेर झार्नुपर्ने रहेछ, उसले भित्र स्खलन नहुने रहेछ। त्यो कारणले बच्चा नभइरहेको कति व्यक्तिलाई आश्चर्य लाग्ला यो कारण हुनसक्छ भने मैले 2-3 वटा केसहरू त्यस्तो बिहेभियरल केसहरू पाएको छु। ओके, त्यो कारणले चाहिँ गर्छ। धेरै मास्टरबेसन गर या कम मास्टरबेसन गर त्यसले वीर्य नाश भएर त्यो नहुने, त्यो प्रेग्नेन्ट नहुने आफ्नो पार्टनर त्यस्तो त हुँदैन। ओके, धेरै पुरुषहरूलाई चाहिँ एकदमै चासोको विषय ढिलो विवाह हुन्छ नि, 40+ या 40तिर। उहाँहरूलाई चाहिँ अब मेरो नानी बस्ला कि नबस्ला मेरो पार्टनरकोमा भन्ने त्यो एकदमै ठुलो डर हुँदो रहेछ कि के छ सर? पुरुषहरूको कुन उमेरसम्म चाहिँ सजिलो हुन्छ उहाँहरूलाई बच्चा बसाउनको लागि? पुरुषमा चाहिँ के छ भने 70-80 वर्षको उमेरमा पनि बच्चा भएको उदाहरण छ नि, दृष्टान्त। त्यसलाई आधार मानेर हामी के भन्छौँ भनेदेखि जुनसुकै उमेरमा नि त पुरुषको त बच्चा भइहाल्छ नि, पुरुषको बारेमा त चिन्तै गर्नु पर्दैन भन्छौँ। यथार्थमा त्यो दुइटै एक्सट्रिम कुरा चाहिँ ठिक होइन। अथवा 80 वर्षमा बच्चा बस्न नसक्ने पनि होइन र 80 वर्षमा पनि 30 वर्षको जस्तै फर्टिलिटी उसमा चाहिँ त्यो प्रजनन शक्ति चाहिँ भइरहने पनि होइन। निश्चित रूपमा उसको हर्मोनहरू बिस्तारै उमेर सँगसँगै शिथिल हुँदै गइरहेकै हुन्छन्। तर पुरुषको शुक्रकीट जुन बन्ने क्रम हो नि,
त्यो चाहिँ ढिलोसम्म एक्टिभ भइरहन्छ। यद्यपि सबै शुक्र किटहरू समर्थ नहुन सक्छन्, पहिलेभन्दा त्यसको क्वालिटी चाहिँ घट्दै गएको हुनसक्छ। त्यो क्वालिटी घट्दाखेरि चाहिँ हुनेवाला बच्चालाई असर पर्न सक्छ। म त्यही भन्छु, क्वालिटी घट्यो भने त निश्चित रूपमा असर पर्छ। नामै क्वालिटी, स्पर्मको क्वालिटीमै बच्चाको हुने हो। त्यस कारणले एउटा कुरो के हुनसक्छ भनेदेखि पुरुषको पनि 40 वर्षपछि स्पर्मेटोजेनेसिस अर्थात् शुक्रकीट बन्ने जुन प्रक्रिया हो नि, त्यो प्रक्रिया अलि स्लो हुन्छ। त्यसमा चाहिँ सङ्ख्याहरू अलिकति कम भएको, कमजोर हुँदै गएको केही हुनसक्छ। त्यसले गर्दाखेरि जो व्यक्तिले 40 वर्षको उमेरमा यौन सम्बन्ध राखेपछि उसको गर्भ राख्न सक्ने, गर्भ बनाउन सक्ने क्षमता हुन्थ्यो भने पछि गएर उसको चाहिँ त्यो चाहिँ रेयर हुँदै जान्छ। एक त यौन सम्पर्क नै उमेर सँगसँगै त्यसको मात्रा चाहिँ घट्दै जान्छ। फेरि 80 वर्षको उमेरमा चाहना भएपछि ऊ स्वस्थ छ भने, पूर्ण स्वस्थ छ भने, चाहना भएपछि यौन सम्पर्क गर्ने कुरा चाहिँ उसलाई अनुभव बढेको हुन्छ, उसलाई विभिन्न प्राक्रीडाका अहिले मैले जस्तो तरिकाहरू थाहा हुन्छन्। त्यस कारण उसको यौन सम्पर्क चाहिँ अर्थात् आफ्नो पार्टनरसँग राम्रो हुनसक्छ, तर पटक त घट्छ। उसले पहिले एक दिनमा यौन सम्पर्क, दिनैपछि यौन सम्पर्क गर्न सक्ने मान्छेले, सबै अवस्था परिस्थिति मिल्यो भने गर्न सक्ने मान्छेले बिस्तारै हप्तामा 2 चोटि, त्यसपछि हप्तामा 1 चोटि, त्यसपछि 2 हप्तामा 1 चोटि यौन सम्पर्क भयो नि हुँदै जान्छ। त्यस कारण पनि फेरि फर्टिलिटीको चान्स चाहिँ घट्छ। सँगसँगै शुक्रकीटहरू बन्ने क्रम र शुक्रकीटहरू म्याच्योर हुने समय, त्यसको क्वालिटी पनि घट्दै जान्छ। त्यसले गर्दाखेरि त्यो कारणले गर्दाखेरि बच्चा भए पनि धेरै कम व्यक्तिको मात्रै 80 वर्षमा बच्चा हुन सक्ने हुन्छ। तर त्यही कुरा 40 वर्षमा चाहिँ 100मा 90 पुरुषहरूको हुन सक्ने सम्भावना हुन्छ। केटाहरूलाई त महिलाहरूमा चाहिँ त्यस्तो, महिलाहरूको चाहिँ प्रजनन उमेर नै त्यो महिनावारी जहाँ रोकिन्छ त्यहाँ त्यो रोकिन्छ। महिलाहरूको कति छ टाइम? 40? महिलाहरूको चाहिँ अब 45, 50, अहिले त 55 पनि भएको छ। सम्पूर्ण खानपिन, एक्सर्साइजले को कारणले गर्दाखेरि हामीले जुन रोगहरूबाट बच्ने भ्याक्सिनेसनहरू लगाएर हुन्छौँ, तुरुन्तै रोगको उपचार हुन्छ। त्यसले गर्दा महिलाहरूको अहिले नेपाली महिलाहरूको चाहिँ महिनावारी रोकिने समय चाहिँ 55 वर्षको आसपाससम्म पुगेको छ। तर 45 देखि 55 भनौँ न, कसैको छिटै पनि। यसरी बुझौँ न, त्यो महिनावारी रोकिएपछि अन्डा बन्दैन उनीहरूको, त्यस कारणले गर्भ रहँदैन। के बुझ्यो भने केटाहरूको एज लिमिट भएन होइन त त्यसो भए? ठ्याक्कै यो उमेरदेखि हुँदैन भन्ने छैन। महिलाको जस्तो त्यो पुरुषमा चाहिँ ठ्याक्कै तोक्न मिल्दैन। केटाहरूको जुनै एजमा पनि यदि हुन सक्ने सम्भावना, खानपिन राम्रो छ भने उसले बच्चा बसाउन सक्छ, तर उसको सम्भावना भने घट्दै जान्छ, पर्सेन्टेज चाहिँ घट्छ। र महिलाहरूको चाहिँ एउटा राइट एज के कुन हुनसक्छ? 55 वर्षको उमेरमा चाहिँ जुन महिनावारी रोकिन्छ त्यहाँदेखि उता उनीहरूको बच्चा जन्मिँदैन। तर डाक्टर साहब, तर राइट एज बिहे गर्नको लागि चाहिँ महिलाहरूको लागि कुन एज हुनसक्छ? बिहे भने तपाईँले के अर्थ भन्नुभयो? बच्चा जन्माउने छ। बिहे भएपछि अब डेफिनेटली बच्चाको कन्टेक्स्ट आइहाल्छ, तर यो उमेरसम्म चाहिँ विवाह भयो र यो उमेरसम्म चाहिँ बच्चा बसाउन सक्यो भने चाहिँ राइट टाइम हो भन्ने चाहिँ के छ? बच्चा बसाउने राइट टाइम चाहिँ योभन्दा अगाडि 35 भनिन्थ्यो, 38 भनिन्थ्यो। अहिले मैले भने नि समग्र स्वास्थ्य स्थितिमै संसारमै परिवर्तन आइरहेछ, हामी कहाँ पनि आएको छ। हाम्रो एभरेज एज नै बढाएको छ नेपालीहरूको पनि, 70 वर्षको आसपास पुगिसकेको छ। त्यस कारणले अहिले 40 वर्षको उमेरलाई चाहिँ महिलाहरूको लागि चाहिँ गर्भधारण गर्ने राइट कुरा भनौँ। किन पुरुषले त वीर्य स्खलन गर्दै मात्रै पुग्यो, उसलाई त बच्चाको हुर्काउनु पर्ने, उसको शरीरले साथ दिनुपर्ने त केही पनि छैन त्यसपछि। तर महिलाहरूमा त गर्भधान भएर मात्र भएन। अघि मैले 45 देखि 55मा महिनावारी रोकिन्छ, अन्डा निस्किँदैन, अनि त्यसपछि गर्भ रहँदैन भनेर भने नि। तर गर्भ रहनु मात्रै त ठुलो कुरा होइन नि, बच्चा जन्माउनु पनि पऱ्यो नि त। त्यस कारणले महिलाहरूको शरीरका अन्य अङ्गहरूको स्वास्थ्य पनि नर्मल हुने, जहाँ बच्चा गर्भमा राख्न गर्भाशयले पनि साथ दिने, सबै कुराहरू चाहिँ 40 वर्षभित्रमा बच्चा पाउँदाखेरि राम्रो हो। पहिलो बच्चा चाहिँ हुनु चाहिँ राम्रो हो। 40 भित्र? 40 भित्र। ओके, 40 पछि अलिक गाह्रै हुन्छ महिलाहरूलाई? गाह्रो त हुँदैन, गर्भ चाहिँ 41-42मा योभन्दा अगाडि पनि बसेको पाइन्थेन। अहिले त 44-45 वर्षसम्म पनि गर्भ रहेको हामी पाउँछौँ। तर त्यस्तो गर्भमा चाहिँ अघि नै मैले भने जस्तै क्वालिटी अफ स्पर्म र क्वालिटी अफ ओभम पनि अलिकति डिग्रेड भएको हुनसक्छ। अब त्यसमा शारीरिक अरू अङ्गहरूले साथ नदिन सक्छ।
अब मेन कुरा अर्को के छ भने यो सेक्सले गर्दाखेरि विवाह भएको महिला र पुरुषको पनि भनौँ न डिभोर्स भइराखेको छ क्या सेक्स भन्ने यो शब्द यो प्रोसेसले के स्पेसली जतिजना लङ डिस्टेन्स रिलेसनसिपमा हुनुहुन्छ होइन यो सेक्सकै कारणले पनि धेरैको रिलेसन बिग्रिएको छ एउटा पार्टनरले चिट गरिदिने होइन त्यो पनि छ नि त लङ डिस्टेन्स रिलेसनसिपको कन्टेक्समा भन्दाखेरि र धेरै अहिले विशेष गरी हाम्रो जतिजना हाम्रो खाडी मुलुकमा जानु वैदेशिक रोजगारको लागि विशेष गरी खाडी मुलुकमा जानुभएको दाजुहरूको दिदीहरूको बहिनीहरूको समस्या छ कि कति न्युजहरू आइरहेको हुन्छ नि बुढा या बुढी बाहिर छ भने यता बुढा या बुढीले चिट गरिदिनै राखेको हुन्छ किनभने हामीले स्पेसिफिक बुढा मात्रै भन्न मिल्दैन बुढी मात्रै भन्न मिल्दैन होइन किनभने वैदेशिक रोजगारको लागि बुढी पनि बाहिर गइ नै राखेको हुन्छ सो यो प्रोसेसले धेरैजनाको सम्बन्ध बिछोड पनि भएको छ इमोसनली हर्ट पनि हुनु भएको छ सो यो सेक्सकै कारणले गर्दाखेरि अब यसलाई यसलाई अप्सनमा जाँदाखेरि चाहिँ सेक्सको कारणले हो भने हामी अहिले त यो सेक्सकै विषयमा कुरा गरिरहेका छौँ हजुर सेक्सकै कारणले हो भने यसको सल्युसन के हुनसक्छ लङ डिस्टेन्स रिलेसनसिपको लङ डिस्टेन्स रिलेसनसिप आफैमा एउटा कम्प्लिकेटेड कुरा हो यो इट सेल्फ इज ए कम्प्लिकेटेड म्याटर किनभनेदेखि लामो डिस्टेन्समा इमोसनल एट्याचमेन्टहरू त एक्सचेन्ज गर्न मिल्छ फिजिकली टच गर्न मिल्दैन र फिजिकल र इमोसनल कुरालाई 100% छुट्याएर हेर्न पनि मिल्दैन किनभने इमोसनल लगावलाई व्यक्त गर्ने एउटा माध्यम शारीरिक टच पनि हुन्छ होइन त्यस कारणले गर्दाखेरि यो वैदेशिक रोजगारमा अब तपाईँले राम्रो कन्टेक्स्ट युज गर्नुभयो वैदेशिक रोजगारमा जाने पुरुष वा स्त्रीहरू एउटा त चिट गर्ने तपाईँले भनिहाल्नुभयो चिट गर्न सक्ने सम्भावनाहरू त्यो बाध्यता नै त्यस्तो भइदिन्छ यता पनि हुन्छ उता पनि हुन्छ यता पनि आफ्नो श्रीमान यता मान्ने एउटा महिला छ भने आफ्नो श्रीमान चाहिँ टाढा गएको छ कामको उसले होस् धेरैजना समूहमा बस्नु पर्यो होस् भन्ने जस्तो समयमा कन्ट्याक्ट पनि गर्दैन यतापट्टि अर्को मान्छेले उसलाई असाध्य एउटा कुनै अर्को थर्ड पर्सनले माया दिइरहेछ प्रेम दिइरहेछ म तँलाई चाहन्छु भनिरहेछ भने शरीरको पनि त्यतिखेर प्रखर भोक हुन्छ त्यो कुराले यताको महिला पनि कहिलेकाहीँ चिटिङ गरिरहेको हुन्छ नि उताको पुरुष पनि उतातिर धेरै साथीहरू भएको ठाउँमा या त पोर्न अथवा सेक्स वर्करहरूसँग जाला या अर्को महिलाहरू त्यहीँ बसिरह अर्को त्यहाँ काममा गएको नेपाली नै महिलासँग अथवा अन्य विदेशी इन्डियन वा कुनै अर्को महिलासँग यो भइरहेको हुन्छ यो त हुन्छ एउटा पक्ष भयो अर्को पक्ष यदि चिटिङ नै गरेको छैन भने नि त्यहाँ बसेर मलाई उत्तेजना कम भयो मलाई चाहना कम भयो भने उसले विभिन्न किसिमले एक्लै बस्दाखेरि विभिन्न सोचहरू उसलाई आइरहेको हुन्छ कि किन धेरै मान्छेले उसलाई धेरै कुरा सुनाइदिन्छ अर्को नजिकको साथीले ओ यार यस्तो भयो मेरो त यस्तो छ उस्तो छ म आज यहाँ गएर आएँ त्यहाँ गएर आएँ यस्तो योनसम्म राखेर आएँ भन्छ भने म चाहिँ के भएको मलाई त त्यो सधैँ हुँदैन किन काममा हुन्छ ऊ रोजगारीमा हुन्छ कडा घाम कडा गर्मी वा कडा जाडो भएको ठाउँहरूमा काम गरेर हुन्छ उनीहरू काममा यति लखतरान हुन्छ कि फिजिकल जुन डेभलपमेन्टहरू हुन्छ त्यो नै उसलाई नभइरहे जस्तो लाग्छ यथार्थमा ऊ यो शीघ्र स्खलन वा लिङ्ग नउत्तेजित नहुने समस्याले ग्रस्त नभए नि उसलाई चाहिँ म चाहिँ भएँ कि भन्ने उसलाई महसुस भइरहेको हुन्छ त्यो किनभने त्यो त्यहाँको जो कामको चाहिँ प्रेसरले गर्दाखेरि अब यो लगायत विभिन्न अरू पनि समस्या छन् त्यसले गर्दाखेरि ठुलो वर्ग अहिले मैले पनि तपाईँले भनेको कुरो ठ्याक्कै महसुस गरेको छु ठुलो वर्ग चाहिँ यौन समस्याबाट ग्रस्त छ साँच्चै भन्नुहुन्छ भने मेरो आफ्नो आन्तरिक रिसर्च अनुसार त 80-90% विदेश गएका व्यक्तिहरू कुनै न कुनै किसिमको यौन समस्याबाट ग्रस्त छन् कोही यौनकर्मीसँग यौन सम्पर्क गरेर रोग वास्तवमा सरेर वा सर्यो कि भन्ने भ्रमले गर्दाखेरि पीडित छन् कोही श्रीमती साँच्चै वा श्रीमान साँच्चै चिटिङ गरिरहेछ वा गरे कि भन्ने शङ्काले पीडित छन् कोही आफूलाई यौन उत्तेजना घटेको भन्ने आफ्नो कामको प्रेसरले गर्दा घटेको महसुस गरेर होस् वा साँच्चै भएर पीडित छन्
त्यस्तो व्यक्तिले अर्को कुनै अवसर पाउँदाखेरि अर्कोसँग यौनसम्म राख्न खोज्यो भने उसलाई म चिटिङ गर्दैछु भने फिलिङले नभए पनि हुनसक्छ, तर ऊ चाहिँ मेरो शरीर कमजोर भयो, मेरो चाहिँ मलाई यौन समस्या आयो भनेर पीडित छ। त्यस्ता थुप्रै व्यक्तिहरू हुनुहुन्छ। 90%, 80 to 90% भन्छु म त, कुनै न कुनै रूपमा पीडित हुनुहुन्छ। किनभने लङ डिस्टेन्स हुने बित्तिकै जति ट्रस्ट भए पनि, जति कोअर्डिनेट गरे पनि एकदम ठिक भन्नु होइन, छुट्टिने कारण चाहिँ कि चिटिङ नै हुन्छ। चिटिङ के त? सेक्स हो। विवाहित सम्बन्ध मात्रै पनि होइन, जुन भन्छौँ नि लभ छ, असाध्यै इटर्नल लभ छ, उसको जोडी त छुट्याउन मिल्दैन, उनीहरूको त लभ एट फर्स्ट साइट हो। लङ डिस्टेन्स जानुहोस् त त्यो रिलेसन छुट्न सक्ने सम्भावना धेरै हुन्छ। साँच्चै चिटिङ गर्नु पनि परेन, चिटिङ गरे कि भन्ने धारणा आइ नै रहन्छ। त्यो कुरा अब यसको समाधान जुन भन्नुहुन्छ नि, समाधान भन्नुहुन्छ भनेदेखि यसको समाधान भनेको हामी टाढा छिटछिटै घर आऊ भन्न पनि सकिएन, किन त्यो हाम्रो हातमा छैन, त्यो वास्तवमा सोल्युसन पनि भएन। एउटा सोल्युसन त के हो भने एउटा रेगुलर इन्टरभलमा आफ्नो पार्टनरलाई भिजिट गर्ने, फिजिकल्ली भेट्ने, त्यो एउटा चाहे यो उतार जाने उतार सम्भव भएसम्म। दोस्रो चाहिँ अहिले प्रविधिले हामीलाई जुन डिजिटल रिलेसन राख्न सक्ने दिएको छ नि, जस्तो हामी अहिले हाम्रो छोराछोरीलाई, हाम्रो परिवारको सदस्यहरूलाई चाहिँ हेर्छौँ, हामी भिडियोमा हेरेर कुरा गर्न मिल्छ नि, च्याट गर्छौँ, भिडियो कल च्याट गर्छौँ। त्यो च्याट भिडियो कल गर्न मिल्यो, त्यसले चाहिँ कमसेकम त्यो डिस्टेन्सलाई चाहिँ धेरै हदसम्म कम गरिदिन्छ। उसको फिलिङ बुझ्न पाइन्छ, उसले रुने, खुसी हुने, हाँस्ने, दिनदिनैको न्युज सुनाउने, आफ्नो अनुभूतिहरू सेयर गर्ने। अनि अर्कोतिर चाहिँ के भने मनभित्र आफूलाई नै ऊ पनि के भन्छ, हाम्रो आफ्नै फिलिङले पनि चिट गर्लास् त्यहाँ छ नि भन्ने त्यो हामीलाई चाहिँ सजग बनाइरहने। भिडियो सेक्सले पनि सजिलो भिडियो कन्ट्याक्टले गर्छ। अब भिडियो सेक्स चाहिँ म त्यसमा आउँदैछु। भिडियो सेक्स पनि गर्न सकिन्छ। यौन सम्पर्क नै पनि नर्मल जस्तो त निश्चित रूपमा हुँदैन, तर पार्टनरहरू एकअर्काको सामुन्ने बसेर यौनाङ्गहरूको मेन्सन गर्दै उसले उसलाई उत्तेजित बनाउने, उसले उसलाई उत्तेजित गराउने हिसाबले पारस्परिक रूपमा मास्टरबेसनहरू गर्दै वा सेक्स टोयहरूको प्रयोग गर्दै पनि जान सकिने भयो। केही हदसम्म सहज बनाइदिन्छ, धेरै हदसम्म सहज बनाउँछ नि। जसको नियतै रङ छैन भने त गराउन सक्ने पनि त। तर जहिले पनि लङ डिस्टेन्स रिलेसनसिपमा छुट्टिने कारण रिस्क त भइरहन्छ, सेक्सकै कन्टेक्स्टमा आउँछ। त्यही भने नि, त्यो त उही मान्छे भेट्नु र त्यो त आकाश जमिनको फरक छ नि, तर त्यो रिस्क त धेरै हदसम्म मिनिमाइज गर्न सकियो नि। अर्को कन्टेक्स्ट डाक्टर साहब, अब म दुईवटा प्रश्न तपाईँलाई छिटो गरिहाल्छु। हजुर, यो ग्रुप सेक्स भन्छौँ हामी, थ्रिसम फोरसम भन्छौँ होइन, त्यो गर्नको लागि विशेष गरी महिला त भन्दिनँ, विशेष गरी पुरुषहरू एकदमै एक्साइटेड हुने कि होइन, थ्रिसम फोरसम गर्नको लागि। कोही कोही महिलाहरू पनि हुनुहुन्छ होला। त्यो कन्सेप्ट आउने यो बाध्य चाहिँ केले गराइरहेको हुन्छ? त्यो बाध्य त हाम्रो आफ्नै सोचले भनेर हुन्छ नि। तर त्यो बाध्य बनाउनको लागि सोचलाई केले ट्रिगर गर्छ भन्दाखेरि एउटा त पोर्न मुभीहरू धेरै त्यसलाई नै टार्गेट गरेर त्यो पोर्न त त्यही बिक्री हुने हो जो अरूभन्दा फरक छ नि त। अरू नै भयो जस्तो त फेरि मान्छेले हेर्न चाहँदैन। अघि सुरुमै हामीले कुरा गऱ्यौँ। त्यसलाई कृत्रिम रूपमा जगाउनको लागि विभिन्न नयाँ नयाँ यौन व्यवहारहरू जो कि अन्त मान्छेले कल्पना पनि गरे हुँदैन त्यो दिने कुरा भयो होइन। त्यो त हामीले त्यस्तो खालको भिडियोहरू हेरेपछि त्यस्तो किसिमको चाहनाहरू पनि डेभलप हुने भयो। तर अब यो टाइपको ग्रुप सेक्सको अघि पनि म यो वैदेशिक रोजगारको कुरा पनि म एउटा पोइन्टमा आएर अलिकति अड्केको थिएँ। सबभन्दा मान्छेको फ्यान्टासाइज गर्ने हुन्छ नि। मान्छेले जन्मिँदैदेखि प्रकृतिले यो सृष्टिको सुरुदेखि मान्छेलाई दिएको सबभन्दा ठुलो हतियार चाहिँ फ्यान्टासाइज गर्ने कुरा हो। कुनै पनि यौन क्रिया गर्दाखेरि फ्यान्टासी बिना त्यो कम्प्लिट हुँदैन। चाहे हस्तमैथुन गर्नु परोस्, चाहे सेक्स टोयबाट हस्तमैथुन गरियोस्, चाहे आफ्नो हातबाट गरियोस्, त्यो त्यसमा हुन्छ। र यो ग्रुपमा सेक्स गर्ने कुरा नि फ्यान्टासी हो एउटा, त्यहाँबाट निस्किन्छ। र कहीँ कहीँ यथार्थमा पनि परिणत हुने आजकल आएको छ। व्यावसायिक रूपमा पनि कसैले गर्छन् यस्तो खालको पार्टीहरू होइन, जहाँ कि ग्रुप सेक्स सम्भव छ। ग्रुप सेक्स भनौँ न, थ्रिसम फोरसम गर्नु राम्रो किन राम्रो? त्यो चाहिँ राम्रो चाहिँ होइन। राम्रो किन होइन भनेदेखि एउटा त एउटा व्यक्तिको एउटै पार्टनर हुनु
भनेको चाहिँ यौनबाट सर्न सक्ने विभिन्न रोगहरू जुन छन् त्यसको सम्भावना घट्नु हो। जबकि त्यो एउटा मान्छेको फेरि 2 जना पार्टनर छन्, उता एक मान्छेको नि 2टा पार्टनर छन्, त्यो 2 जनाको अरू 4 जना छन्, उता अरू 4 जना छन् भनेदेखि त 4 जनालाई 2 जनालाई एकअर्काको रोग सर्ने सम्भावना थियो भने 2 जना हुनेतिकै 4 जनालाई हुने भयो, 4 जनाबाट 16 जनालाई, 16बाट 64 जनालाई, यसरी सम्भावना त थपेर जाने भयो नि, त्यसको रोग त्यसलाई पुग्ने भयो। त्यो कारणले गर्दा नि 4 जना 5 जना अथवा 3 जना त्यस्तो व्यक्तिहरूसँग यौन सम्पर्क गर्नु भनेको त्यसले चाहिँ के गर्छ भनेदेखि रोग सर्ने सम्भावना चाहिँ बढाउँछ। फेरि त्यो 4 जनाले अर्को दिन त्यो मध्ये 1 जनाले फेरि अरू जनासँग गर्ला, त्यसरी धेरैजनाको रोग सर्न सक्छ, राम्रो भएन। प्राइमरी त्यो। दोस्रो कुरा चाहिँ के भने इमोसनल एट्याचमेन्ट पनि 4 जनामा त्यो त फिजिकल ऊ मात्रै भयो, जनावर क्षणिक भयो, त्यो त्यहाँ त कुनै किसिमको व्यक्तिगत एट्याचमेन्ट, व्यक्तिगत प्रायोरिटी प्रिफरेन्स त भएन नि। तर एन्टरटेनमेन्टको लागि, फनको लागि त अहिले युवाहरूले गर्छन्। फन त हो, तर यो कस्तो हो भने अफिम खाएर फन लिनु जस्तै हो त्यो चाहिँ। किन हो भने यौनको सबभन्दा अरू यसका चाहिँ विभिन्न उपयोग छन्। एउटा यौनबाट बच्चा जन्मिने, अर्को पुस्ता जन्माउने, एउटा सहज मनोरञ्जन, यो एउटा रिलेसनसिप मेन्टेन गर्ने कुरा पनि त हो नि। 3टा अत्यन्त मानवमा, पशुमा त होइन, पशुमा बच्चा पाउनुको लागि मात्र हो, मानवमा चाहिँ सम्भोगको 3टा अर्थ छन्। एउटा चाहिँ बच्चा पाउन, एउटा तत्कालीन मनोरञ्जन, र अर्को असाध्यै इन्टिग्रल पार्ट चाहिँ रिलेसनसिप मेन्टेन गर्ने पनि हो। यो ग्रुप सेक्समा त रिलेसन त रहँदैन नि, जस्ट फर फन। जस्ट फन। अनि फन मात्रैको सेक्स त राम्रो होइन। फन मात्रैले त के गर्छ भने त्यसमा चाहिँ अरू कम्प्लिकेसनहरू ल्याउन सक्छ। जहाँ एट्याचमेन्ट हुँदैन त्यहाँ यो सेक्सको पहिलो जतिसुकै यसमा भेरिएसन ल्याउनुपर्छ, मैले अघि नै भने दम्पतिहरूमै नयाँ नयाँपन ल्याउन सकिन्छ। तर फनको लागि मात्रै सेक्स जसले गर्छ नि, फनको जस्तो लागि हस्तमैथुन गर्नु हुँदैन, मैले अघि भने जस्तै फनको लागि सेक्स पनि ठिक होइन। सेक्समा चाहिँ इमोसनल एट्याचमेन्ट चाहिँ एउटा पक्ष हुनैपर्छ, चाहे गौण पक्ष होस् चाहे मेजर पक्ष होस्। फनको लागि धेरै भयो भने चाहिँ तपाईँले कम्प्लिकेसन्सहरू धेरै आउन सक्छ फ्युचरमा, होइन? नभए कोही चाहिँ कस्तो हुन्छ नि, एक्चुअली ट्राई गरौँ न 3सम 4सम भनेर ट्राई पनि गर्छन्, त्यसलाई कन्टिन्युटी दिँदैन होला, त्यो बेग्लै पार्ट हो। होइन, एकचोटि तपाईँ ट्र्याकबाट बाहिर जाने बित्तिकै त 10 चोटि जानु त लगभग एउटै जस्तो हो नि। ओके, सो इट्स अ अनसेफ, ब्याड, इट्स अनसेफ। कुन एस्पेक्टले भने रोग सर्ने एस्पेक्टले पनि अनसेफ हो, इमोसनल बहकाउको लागि पनि यो अनसेफ हो। एकचोटि इमोसनल ऊ घटेपछि, त्यो बन्डिङ हटेपछि कयौँचोटि हुन्छ। अब अर्को यो अन्तिम यौन भन्ने कुरा चाहिँ त्यसैले एउटा व्यक्तिले एउटा व्यक्तिसँग एट ए टाइम है, एट ए टाइम, ओके, म एट ए टाइम मात्रै भन्ने कुरामा म हिचकिचाइरहेको छैन। तर एट ए टाइम एकभन्दा बढीजनासँग गर्ने कुरा चाहिँ म हिचकिचाइरहेको छु। तर एट ए टाइम चाहिँ एउटा व्यक्तिको एउटै व्यक्तिसँग हुनुपर्छ, त्यो चाहिँ सेफ पनि देखियो। ओके, अब अन्तिम प्रश्न छ, अनि त्यसपछि नेक्स्ट टाइम डेफिनेटली फेरि तपाईँलाई म इन्भाइट गर्छु, किनभने धेरैवटा प्रश्न छ रिलेटेड टु सेक्स, कमन प्रश्नहरू छ। आज हामीले छोटो मिठो गर्ने प्रयास गर्दैछौँ। अनि सेक्सको कन्टेक्स्ट आउँदाखेरि महिलाहरूले चाहिँ, विशेष गरी फिमेलहरूले चाहिँ इनर वेयर्सहरू पनि एकदमै एट्र्याक्टिभ लगाउनुपर्छ, नभए चाहिँ आफ्नो पार्टनर, मेल पार्टनर एक्साइटेड हुँदैन भन्ने कुरा पनि छ। यो इनर वेयर्सहरूले पनि, लन्जरीहरूले, जुन हामी कमन भाषामा ब्रा र पेन्टी पनि भन्छौँ, यो कुराहरू चाहिँ एट्र्याक्टिभ लगाउनुपर्छ, अलिक सेक्सी लगाउनुपर्छ भन्ने पनि कुरा छ। यसले चाहिँ अलिक एक्साइटमेन्ट बढाउँछ मेल पार्टनरमा। इज इट राइट? हो, त्यसले केही फरक त पार्दैन। कुरा जस्तो बाहिर हामीले श्रृङ्गार गर्ने जस्तै बाहिरबाटै मान्छेको यौन क्रिया त एकैचोटि भित्रबाट त सुरु हुँदैन, बाहिरबाटै जान्छ। बाहिर वातावरण राम्रो हुनुपर्छ, चाहे हामी दम्पतिहरूको अथवा गर्लफ्रेन्ड बोयफ्रेन्डको बर्थडेमा हामी क्यान्डल लाइट डिनरमा जाने या ऊ गर्ने भने जस्तै त्यो वातावरणलाई सुदिङ, राम्रो, फेभरेबल टु इन्टरकोर्स बनाउँदै त लाग्दै गर्ने हो नि। अनि त्यसपछि उसको चाहिँ बास्नादार मुखमा गन्ध आउनु भएन, होइन? उसले लगाएको चाहिँ लुगाहरू चाहिँ बाहिरी लुगा पनि कुनै रफ हुनु भएन भन्दै भने जस्तै भित्र पनि जति आकर्षक हुन, आकर्षणको कुरा त त्यहाँ त रहन्छ। जबसम्म हामी सम्भोगको लागि भनेर तयार गर्दैन तबसम्म त आकर्षणले नै ड्राइभ गरेर त्यहाँसम्म जाने हो नि त। त्यो जानको लागि इनर वेयरहरूको सफा, राम्रो मात्रै होइन, राम्रो सफा, दुर्गन्ध नहुने,
हाइजेनिक सबै हुनुपर्छ। त्यो कुराले सेक्सुअल एट्र्याक्सनमा एड गर्छ। त्यसमा हामी बास्नदार सेन्ट लाएर जान्छौँ या लिपस्टिकको टोन आफ्नो पार्टनरलाई मनपर्ने खालको लाउँछौँ भने त्यो कुरा त आई थिङ्क इम्पोर्टेन्ट कुरा नै हो। त्यो इम्पोर्टेन्ट कुरा हो, एकदम इम्पोर्टेन्ट कुरा हो। यो कुरामा त बादशाहको कामसूत्रमा पनि डिटेलमा कस्तो महिलाले कसरी श्रृङ्गार गर्नुपर्छ, कसरी आँखाले नयन बाण चलाउनुपर्छ, यो संसारको सबभन्दा राम्रो ट्रिटिज हो कामसूत्र। मलाई तपाईँले भनेपछि याद आयो, त्यहाँ कसरी तयारी हुनुपर्छ भने हर स्टेपको वर्णन छ। किनभने डाइरेक्टली सेक्समा जम्प गर्नु त्यति मजा आउँदैन जस्तो लाग्छ कसैलाई पनि। त्यो चिजै त्यस्तो भने खाना पनि त तपाईँले भान्सामा पाक्दैको बास्नादेखि तपाईँलाई भोक लागिरहेको छ भने त्यो भोक जगाउँदै लैजान्छ। बास्नाले तान्ने हो नि होइन, तपाईँको त्यो पेस गर्दा डिसहरू कसरी सर्भ गरे हुन्छ, सजाएर सर्भ गर्छ नि त होइन। अहिले सेफहरूको त्यसमा विशेषज्ञता हुन्छ, त्यस्तै कुरा हो नि। ओके डाक्टर साहब, आज जे होस् छोटो मिठो कुराकानी भयो अबाउट सेक्स होइन, सेक्स नलेज जुन तपाईँले स्प्रेड गर्नुभयो पडकास्ट मार्फत। आई थिङ्क धेरैजनाको लागि फ्रुटफुल हुनसक्छ र धेरै क्वेसन्सहरू बाँकी नै छ। डेफिनेटली नेक्स्ट टाइम आई इन्भाइट यु सुन। अनि आज हामीले जहाँसम्म लाग्छ कमन क्वेसन जुन पब्लिकको थियो मैले राखेँ पनि जस्तो लाग्छ, कति भाका मिलेन होला, किनभने डेफिनेटली वेन यु टक अबाउट सेक्स ओपन प्लेटफर्ममा कतिवटा टर्म्सहरू मिल्दैन, सायद नेक्स्ट टाइम मिल्दै जान्छ भनेर, किनभने हामी रेगुलर रूपमा अब हामी कुराकानी गर्छौँ डाक्टर साहब। सो थ्याङ्क यू सो मच। र जानुभन्दा अगाडि फ्याबुलसको तर्फबाट तपाईँलाई यो गिफ्ट ह्याम्पर दिन चाहन्छौँ हामी। धन्यवाद, थ्याङ्क यू। म पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु गिफ्टको लागि पनि र आज यो अवसरको लागि पनि। मैले भनेको कुराहरू कुनै नयाँ कुरो होइन, सबै कुरो मान्छेले कहीँ न कहीँ महसुस गरिरहेको कुरो हो। त्यसलाई खालि सान्दर्भिक रूपमा भन्ने र त्यसलाई चाहिँ कसरी एक ठाउँमा लिएर आउने भन्ने कुरामा चाहिँ सायद मेरो विशेषज्ञता भएर पनि मलाई सजिलो हुने होला। त्यस कारणले तै पनि यसरी भन्ने मौका दिनुभयो। यसले कसैलाई पनि अलिकति मात्र भए पनि फाइदा दियो भने म खुसी हुनेछु। र यहाँलाई धन्यवाद, यहाँको टेक्निकल टिमलाई धन्यवाद। सो थ्याङ्क यू सर। अनि फ्युचरमा अझै हामी राम्रो वेमा प्रेजेन्ट हुनेछौँ र तपाईँलाई म चाँडै इन्भाइट गर्छु। हस्, थ्याङ्क यू सर, थ्याङ्क यू।